झन्नै बितेछ नासु भाग लागिसक्यो नासु ए आधी उठिसक्यो कति भयो Hello, good morning and welcome to my channel Tursana Foods and Vlog. अनि आज चाहिँ म धेरै दिनपछि भिडियो स्टार्ट गरिरहेको छु। पछाडि देखिरहनु भएको छ घर, हाम्रो घर यतिको भइसक्यो। भनेपछि मैले घर भिडियो स्टार्ट नगरेको कति दिन भएछ। अनि त्यसपछि आजको मौसम चाहिँ यस्तो छ, बिहानै पुरै धुम्मिरहेको जस्तो छ हौ। यस्तो छ। अनि हाम्रो घर चाहिँ यतिको भइसक्यो अहिलेलाई चाहिँ। मौसम यता चाहिँ सफा देखिन्छ, यता चाहिँ फेरि यतापट्टि चाहिँ धुम्मिरहेको जस्तो छ। सो अनि आज चाहिँ फागुनको 21 गते हैन, 21 गते फागुनको 21 गते। अनि आज चाहिँ के अरे चुनाव भोट लाउने दिन हैन। अब मैले त पाएन, भोट लिस्टमा नाम चाहिँ छ, तर मेरो माइततिर भोट लिस्ट भएकोले यतातिर नसारेको भएर चाहिँ मिल्दैन भनेर भनिरहनु भएको छ। तै पनि म जानेवाला चाहिँ छु, मिल्यो भने म भोट दिनेवाला छु। अनि त्यसपछि भोट चाहिँ केमा दिन्छु भन्दाखेरि नभनौँ होला सिक्रेट, तर त्यही हो। अब जसले जो राम्रो छ, जसले विकास गर्न सक्छ त्यस्तैलाई दिन्छु म चाहिँ भोट। तपाईँहरू कुरा बुझ्नु होला, म त्यति धेरै बोल्न जान्दिनँ, गर्दिनँ कि। हाम्रो आमा चाहिँ भोट दिन जानलाई रेडी। भोट केमा अरे आमा? आमा नभन्ने भोट केमा? बुझ्नुभयो नि हाम्रो भोट केमा भनेर। आमाले भनिसक्नु भएपछि पक्कै पनि हाम्रो भोट अन्जुलीमा जाने छ। तर मेरो चाहिँ दिन मिल्दैन होला जहाँसम्म लाग्छ। पहिला एकचोटि चाहिँ दिएको हो, अब यसपालि चाहिँ यता अब भोजपुर भयो मेरो भोट लिस्ट, अब यता खोटाङमा मिल्दैन होला जस्तो लागेको छ। सो अनि सबैजनाले अब कसलाई भोट दिनु भनेर तपाईँहरू सबैजना रेडी भइसक्नु भएको होला। त्यही हो, अब आफूले विचार गरेर दिनु होला। आफ्नो अब सोच बनाइसक्नु भएको छ, मैले भनेर के हुन्छ र, तर मलाई त्यति धेरै हुन्छ त्यही हो। अनि आज चाहिँ भिडियो बनाउनु पर्यो भनेर बनाइरहेको छु। मेरो बुढो धम काम गर्दै होइसिन्छ बुढो यहाँ अन्त। मेरो बुढो सरप्राइज दिएर हिजो थाहै नदियो मलाई आउनु भएर, म त पुरै सरप्राइज भइरहेको है। मेरो बुढो सरप्राइज दिने भइसक्नु भयो, घरमा कसैलाई थाहा नदिई। कम्तीमा लु अरूलाई त थाहा दिएन, बुढीलाई त थाहा दिनुपर्छ नि। के हो एकछिन काम नगर्नु, कति काम गरेर यस्तो भइरहेछ। अनि धमाधम त्यही हो। हिजो मेरो बुढा चाहिँ हिजो आइपुग्नु भएको, मलाई थाहै थिएन क्या। यस्तो मलाई सरप्राइज दिनुभयो कि हिजो, कुरै छोड्दिनँ। मेरो बुढा नि जोस् यत्तिकै रोमान्टिक चाहिँ हुनुहुन्छ। अनि आएदेखिको यसरी काम गरेको के भएर अरे अङ्कल आएपछि त आन्टी त भित्र नक्कली म त्यसो गरेँ मैले। अनि हिजो पनि आइपुग्ने बित्तिकै ढुङ्गा यति धेरै ढुङ्गा थियो है। अनि माथि ढुङ्गा माथिल्लो तल फाल्नुभयो। अब यता अलिअलि ढुङ्गा छ। मेरो बुढो चाहिँ जोस् एकछिन नबस्ने क्या, जहाँ पनि भएपछि काम गरे गर्नुपर्ने कि उहाँलाई, जहाँसुकै होस् क्या, साँच्ची हो। त्यही भएर जोस् म खुसी छु। आइ एम प्राउड अफ यु माई डियर हस्बेन्ड।
अलिक खाएर बनाउने हो माटो हेर्छ जहाँ गए पनि साँच्चै क्या मेरो बुढा चाहिँ एकछिन पनि नबस्ने क्या एकदमै मेहनती चाहिँ मेहनती होइसिन्छ है साँच्चै मैले फुर्काएको होइन मेरो बुढा भनेर फुर्काएको होइन तर साँच्चै हो जहाँ गए पनि फिट है बुढा घरमा गाउँमा आए पनि फिट अनि उता गए पनि फिट ऊ यसरी माटो लाँदै हुन्छ लु यहाँ यता थुपार्दै हुनुहुन्छ जहाँ गए पनि फिट क्या मेरो बुढा चाहिँ त्यही भएर खुसी लाग्छ उफ यत्रो माटो फालिसक्नु भयो यहाँको यस्तो भइसक्यो त्यही हो अब आजको दिन चाहिँ के हुन्छ म एकछिन जान्छु भोट लाग्ने ठाउँमा पनि कस्तो अब पहिला कति वर्ष अगाडि हो मैले दिएको अब त्यो पनि उता भोजपुरमा दिएको अब यहाँ खोटाङतिर कस्तो बनाएको छ कस्तो छ अब जान्छु पायो भने मेबी पायो भने नागरिकताले राष्ट्रिय परिचय कार्डले पायो भने म पनि दिनेवाला छु भोट चाहिँ अब तर खै मिल्दैन होला अब भोट लिस्ट उता भएपछि हेरौँ त्यही पनि भरे ओके किप वाचिङ मरिसक्यो अबे ल खै छोडे त भाइ एकछिन आज चुनावको दिन सुँगुर काट आया यता ल्याउनु हुने हो यता ल्याउनुहुन्छ कि तलै हो के गर्दै यो चाहिँ चालु म त मासु त खानु मन लागेन यहाँ पो यस्तोमा पो घोच्नु हुँदो रहेछ तपाईँहरूले त है ए हाम्रोतिर नि हो यस्तोमा भालाले घोच्छ क्या ए लु आफ्नो आफ्नो चलन यहाँहरू पनि यता यहाँ त यस्तोमा पो घोच्नु हुँदो रहेछ सुँगुर त अघि मारेको खिच्नु भनेको यहाँ खिच्नै भ्याएन अनि लु है हाम्रोमा बसे सुँगुर आज यो खाएर भोट लाउन जानु हुने रे हाम्रो बाबैहरू भाइहरू भोट चाहिँ माटोमा रे माटोमा अलिक ढिलो भयो कतिखेर त खाएर जानु होला यो समस्या हामी देखिरहेको छौँ कति बज्यो 7:30 भएछ भोट चाहिँ अन्जुलीमा अरे अन्जुलीमा सबैजना आफू त अब दिन पाएन माइततिर छ भोट लिस्ट अब यतातिर सारेकै छैन बल्ल बल्ल पाएको अधिकार पनि सदुपयोग गर्न पाइएन त्यही पनि ठिक छ दिन चाहिँ यस्तो भइरहेछ यहाँ टक्क घाम निस्किरहेछ यस्तो छ यस्तो छ कति धेरै यो नमरेको नि मेरो सुँगुर पोल्न थाल्यो हाम्रोतिर चाहिँ हो यसरी हो यो हो नि त अनि लु अब जगर भयो है सबै यसो गरेको खोइ मलाई त जगरले घुट्छ खान त कलेज त्यही छ
कति लाग्यो झन्नै बितेछ पैसा जाउँ मासु भाग लागिसक्यो मासु अलिक उठेकै ए आधी उठिसक्यो कति भयो कति धार्ने भयो आम्मामामा 18 मात्रै गेस गरिरहेको त 22 पो धार्नेको ढ गरेर यो चाहिँ भुट्ने भएको भुटुवा भएको मासु आयो लु है मासु पकाउँदैछु है म मासु सुँगुरको मासु गाई टक्कसँग आगोमा अर्ग्यानिक गाउँको लोकल सुँगुरको मासु पाक्दैछ कस्तो दामी हुन्छ अब लास्टै घाम लागिरहेछ अनि गर्मी भइरहेछ घाम लागेर लाप्सै हुँदै पकाउँदैछु वाउ हाम्रो यो चलन चाहिँ साह्रै मजा लाग्यो क्या मलाई यहाँ चाहिँ मासु काटिसकेपछि चाहिँ यहाँ चाहिँ यसरी खाने चलन चाहिँ साह्रै हाम्रोतिर यस्तो छैन नि त होइन तर साह्रै मजा लाग्यो कि यो चाहिँ साँच्ची कस्तो मजा लाग्यो खुसी लाग्छ तर खाइसक्नु हुँदाखेरि आइपुगेँ क्या म चाहिँ नाति यो थालभरि हुँदा आइपुग्नु पर्ने उता पनि यता पनि म कतितिर भ्याउँदो रहेछु त खानुहोस् हजुरहरू खानुहोस् लु जामै जाम आउनु है यतातिरको बोट यस्तो छ है यहाँ स्कुल छ उतै बोट लाउनु भयो जेठा त्यो हाम्रो कता